न्युटन्स थर्ड ल। अब न्युटनको तीनवटा लहरू छ हैन, त्यो तीनवटा लहरू मध्येको यो हो फाइनल ल जो हो न्युटन्स थर्ड ल। यो लले के भन्छ भने एभ्री एक्सन हैज इक्वल बट अपोजिट रिएक्सन। एक्सन भनेको काम हो, कुनै पनि कार्यको यदि उसको इक्वल हुन्छ भने रिएक्सन त्यसको अपोजिट पनि हुन्छ। यो भनेको के हो भने जस्तै हामी यसलाई एउटा इक्जाम्पलबाट बुझ्छौँ है त। तल हामीले एउटा रकेट बनाछौँ। रकेट कस्तो हुन्छ सबैलाई थाहा छ। रकेट अन्तरिक्षमा जाँदाखेरि जब अन्तरिक्षमा ऊ माथितिर जान थाल्छ स्पिडमा, तब त्यो रकेटले धेरै मात्रामा यहाँबाट स्मोकहरू निकाल्छ क्या, धेरै यति स्पिडमा स्मोकहरू निकाल्छ कि त्यो हामी प्रत्यक्ष आँखाले पनि हेर्न सक्छौँ। त्यो नै हो रिएक्सनको अपोजिट रिएक्सन। माथि गइरहेछ भने स्मोक तल फालिरहेछ। अर्को एउटा इक्जाम्पल लिउँ। जस्तै मान्छे स्विमिङ गर्दैछ। स्विमिङ गर्दाखेरि के हुन्छ भने हामी तैर्नको लागि हामी अगाडि जान्छौँ, तर पानी पछाडि फालेर हामी अगाडि जान्छौँ। पानीलाई हामी पछाडि फाल्छौँ र मान्छे चाहिँ अगाडि गइरहेको हुन्छ पानी पछाडि फालेर। यो पनि हो न्युटनको सेकेन्ड लको एउटा इक्जाम्पल।